नमस्कार हजुर, म खेत बारीमा ट्र्याक्टर बनाउनलाई हिँड्दा हजुर मेरो पसलमा भएका बाइकहरूको चाहिँ बिजोग भयो हजुर। म अब पसलमा भएको बाइकलाई मेकअप गर्ने कार्यक्रम पनि गर्न बाँकी छ हजुर। यसलाई म आज मेकअप गरेर यसलाई टलक्कै टल्काउने काम पनि बाँकी छ है हजुर। म यो टलक्क टल्काउने काम गर्दैछु। ल हेर्नु होला, यता यस्तो तागी छ र हजुर डब्बाको स्प्रे हान्दा हजुर पेट्रोलले खाँदो रहेछ। त्यसैले हजुर यसलाई चाहिँ हामीले चाहिँ राम्रो कलर बनाएर हाल्यो भने ठिक छ है त हजुर। यो बाइकहरुमा पेट्रोलले खाँदैन, बाइक रफ हुँदैन। त्यसैले म कलर बनाएर यसलाई चाहिँ पुरा मेकअप गर्दैछु हजुर। ल हजुर, अब म यो बाइकलाई हजुर मेकअप गर्दैछु हजुर। ब्युटी पार्लर सबैजना जाने, यो बाइक चाहिँ जान नपाउने भन्ने कुरा हुन्छ। त्यसैले हजुर मैले पनि ब्युटी पार्लर बाइक बनाउने वर्कसपमै खोलेँ हजुर। अब बाइक नि चिरिम चट एकदम राम्रो, अब यो हेर्न लायक बनेर निक्लिन्छ है हजुर। ल हेर्नु होला, म यसलाई चट्ट लाएर मेकअप गर्दैछु। हजुरहरूको नि बाइकहरुमा मेकअप गर्न पर्यो नि, मेकअप यहीँ छ हजुर। अब ब्युटी पार्लर पनि भयो हजुर। यो ओरिजिनल ब्युटी पार्लर। ल हेर्नु होला, यी सर यसरी हान्दिने हो, छ्या पनि लाग्दैन। ल हेर्नु होला, ल हजुर हेर्नु होला, यी ब्युटी पार्लरको काम समेत गरेँ है त हजुर। अब यो पनि समय निकाल्न धेरै गाह्रो भयो हजुर। अब नत्र त खेतमा दौडधुप मात्रै थियो हजुर, किसानको समस्या हजुर। त्यसैले किसानहरूलाई हरेक कुराहरू सिकाउँदै आएको छु। किसान दक्ष हुनुभयो भने धेरै राम्रो हुन्छ हजुर।